I've just said in Nepali that enlightened masters are unique, but among the unique enlightened masters, Osho is unparalleledly beautiful. And there has not been anybody like him in the past, or anybody like him, any enlightened is in the present, in the body. So, recognize him and understand him. Sometimes even very intelligent person also miss him. They could not recognize him. People like Shankaracharya, Krishnamurti. Shankaracharya, a great guru of Hindus, and Krishnamurti Bhagavan has recognized that he was enlightened. They also could not understand Osho. Osho like Buddha, यति कठिन छ. शंकराचार्य को एउटा वक्तव्य छ ल्याउँथ्यो त्यो. अहिलेको क्वेसन बोल्नु न. जब ओशो शरीरमा हुनुहुन्थ्यो, शङ्कराचार्यहरू बडो विरोधमा हुनुहुन्थ्यो ओशोको. अहिलेका जो शङ्कराचार्यहरू हुन्छन्, शङ्कराचार्य शारदा पीठ द्वारिकाको शङ्कराचार्यले भन्नुभएको is reported to have said that your idea, your means भगवानको आइडिया बारेमा एकजनाले प्रश्न गरेको छ कि शङ्कराचार्य of Sarada Peeth has reported that your idea about spirituality do not conform with Sanatana Dharma, which gives great importance to self-control and prescribe rules of conduct given in the ancient scripture. The Shankaracharya also remarked that wherever you and your ashram will move, your means Bhagavan, wherever you and your ashram will move, it would spoil the spiritual environment of that place. Also, this is perhaps the first time that the Shankaracharya has openly criticized you and the ashram, you and your ashram, would you kindly say something? भगवानसँग एकजनाले प्रश्न गरेको छ, हामी भोलि we can hear his answer someday. This is the idea of Shankaracharya, the very great gurus. Day before yesterday, we have listened Krishnamurti's idea about Osho. No? Bhagavan has recognized that Krishnamurti is enlightened. But even for enlightened people to understand Osho is also not easy. इस कारणले यदि तपाईँ आज एक दिन मात्रै भयो आउनु भएको, अगर ओशोको लेक्चरसँग ताल बुझ्नुहुन्न भने कुनै आश्चर्य छैन. शङ्कराचार्य जस्तो गुरुहरूले ओशोलाई बुझ्नुहुन्न. कृष्णमूर्ति जस्तो इन्लाइटेन्ड गुरुले ओशोलाई बुझ्नुहुन्न भने सामान्य व्यक्तिले ओशोलाई बुझेन भने कुनै दोष छैन. किनभने यस्तो गुरु कसैले कल्पनै गर्न सक्दैन. यस्तो पनि गुरु हुन सक्छ. यो गुरुहरूको जुन लामो परम्परा छ,
यो गुरुहरूको हाम्रो इम्प्रेसन छ। उनीहरू यस्ता अहिले जोक सुन्नुभयो नि ओशोको। कुनै गुरुले यस्तो जोक गर्न सक्छ? सुन्न पनि सक्दैनौँ। श्रोताहरू पनि जो पहिला पहिला ओशोको प्रवचनमा पुनामा जान्थे, हामीले देखेका छौँ। यो बडो एक्सपेक्टेसन साथ कि हामी एउटा गुरुको प्रवचन सुन्न गएको छु। उहाँहरूले जब यस्तो भगवान्ले जोक गर्नुहुन्थ्यो, उनीहरूलाई बडो आश्चर्य लाग्थ्यो। किनभने गुरुको अर्थ अहिलेसम्म हाम्रो दृष्टिकोण जुन एउटा छ, बडो गम्भीर, आफू पनि नहाँस्ने, उहाँको प्रवचनमा अरूलाई पनि हाँस्न नमिल्ने, खालि ताली बजाउने पनि मिल्ने। गुरुले जे भन्यो ताली बजाउने, हाँस्न चाहिँ नमिल्ने। बडो सिरियस। अहिले ओशोपछि धर्मको जगतमा विश्वमै एउटा ठुलो क्रान्तिकारी परिवर्तन आएको छ। ओशो सामान्य गुरु हुनुहुन्न। ओशोको पृथ्वीमा जो अवतरण छ, त्यो धर्मको एउटा नयाँ अध्याय प्रारम्भ भएको छ। अहिले बिस्तारै मान्छेले बुझ्ने मान्छेले थोरै मान्छेले बुझिरहेछ। अहिले ओशो अध्यात्म जगतको एक नयाँ अध्याय खोल्दै हुनुहुन्छ। अध्यात्म ओशोभन्दा पूर्वको गुरुहरूको प्रवचन सुन्नुहोस्, अहिले नै प्रभाव परिसकेको छ। ओशोभन्दा अगाडि, म ओशोको शिष्य बन्नुभन्दा अगाडि 7वटा गुरुहरूसँग दीक्षा ल्याएको थिएँ र उनीहरूको आश्रममा बसेका थिएँ। उनीहरूको क्रियाकलाप देखाएको छु। सबै गुरु गम्भीर, आश्रममा हाँस्न नपाउने, प्रेमको त कुरै नगरौँ होइन। अहिले 2-4 जना हाम्रो एक सम्प्रदायका मित्रहरू हामी कहाँ आउनुभएको थियो। मलाई आफ्नो उहाँलाई आश्रम हेरेर मन लाग्छ, ओशो कस्तो छ, आश्चर्य लाग्छ। हामी जो नाच्छौँ, जसरी नाच्छौँ, जसरी हाँस्छौँ, सबभन्दा त आश्चर्य के लाग्छ भने, ठुलो आश्चर्य कि सन्यासी भएर पनि हामी प्याज लसुन खान्छौँ। यही पच्दैन। यही कुरा धेरै ठुलो भइसक्यो। सन्यासीले कसरी प्याज लसुन खान्छ? हामी कहाँ खाना मान्नुहुन्न। उहाँहरूलाई हामी आउनुहोस् जाउँ खानालाई भन्दाखेरि होइन, तपाईँका किचनमा तपाईँहरू प्याज लसुन खानुहुन्छ, हामी खान्न। यस्तो धर्मलाई सीमित गरिदिएको थियो कहाँ? भान्सामा। भान्सामै सीमित थियो, के खाने के नखाने। अस्ति एकजना बडा राम्रो मित्रहरू आउनुभयो, पति पत्नी सानो बच्ची पनि लिएर आउनुभयो। बडो प्यारो मित्र हुनुहुन्थ्यो। दीक्षा लिइसक्नुभयो आफ्नो सम्प्रदायमा। उहाँ भन्नुहुन्थ्यो, दीक्षा लिइसकेपछि सानो छोरीलाई पनि हामीले, सानो 6-7 वर्षको छोरी थियो, त्यसले पनि हामीले तिमी भन्न मिल्दैन, तपाईँ भन्नुपर्छ। तिमी भन्न मिल्दैन, तपाईँ भन्नुहुन्थ्यो। मलाई आश्चर्य लाग्यो, यो 7 वर्षको नानीलाई हामीले त तिमी भनिरहेको थिएँ, यो 7 वर्षको नानीलाई किन तपाईँ भन्नु? होइन, हाम्रो दीक्षा लिएपछि हामीले, अब हामी
श्रीमतीलाई पनि तपाईँ भन्नुपर्छ, श्रीमतीले पनि श्रीमानलाई तपाईँ भन्छ, छोराछोरीलाई पनि तपाईँ भन्नुपर्छ। र श्रीमतीलाई श्रीमती भन्न मिल्दैन। दीक्षा लिएपछि त्यसमा हामी श्रीमान श्रीमती छौँ, तर दुईवटा कोठा अलग अलग कोठामा सुत्छौँ। एउटा कोठामा शारीरिक सम्भोग गर्नै पाइँदैन, एउटा कोठामा पनि सुत्न पाइँदैन, अलग अलग सुत्न। यो सामान्य अहिलेसम्म धर्मको यस्तै प्रारूप थियो। ओशोले जुन क्रान्ति गर्नुभयो, यो परिवर्तन, अब त्यसको छाप पडिरहेछ। के छाप पर्यो भने ओशोभन्दा पूर्व म जुन आश्रमहरूमा बसेँ, कुनै आश्रममा यसरी सेलिब्रेसन महिला र पुरुष यसरी बस्नै पाउँथेन। बिचमा डोरी त्याने हुन्छ मोटो, महिलाहरू एकतिर बस्ने, पुरुषहरू एकतिर बस्ने। एउटा गुरुकाम त म थियो, त्यहाँ त बिचमा पर्दा हुन्थ्यो। पुरुषले स्त्रीलाई हेर्न नपाउने, स्त्रीले पुरुषलाई हेर्न नपाउने, गुरुले चाहिँ दुइटैलाई हेर्न पाउने। दुइटैले गुरुलाई हेर्नु पाउने, गुरु मञ्चमा बस्ने, दुइटैले गुरु हेर्न पाउने, गुरुले दुइटैलाई हेर्नु पाउने, आपसमा हेर्न नपाउने। किन आकर्षण होला भनेर। नियम कस्तो थियो, प्रवचन सकेपछि प्रवचन सक्यो भनेपछि महिलाहरू पहिला उठेर जाने, पुरुषहरू बसिराख्ने। अर्को घन्टी बज्थ्यो पुरुष उठ्नलाई, एउटा घन्टी बजेपछि महिलाहरू उठेर जाने। र महिलाहरू चाहिँ रोड क्रस गरिसक्यो त्यो टाइमसम्म पुरुष उठ्न नपाउने। 10 मिनट होइन, 10 मिनटपछि अर्को घन्टी बज्थ्यो अनि हामी उठेर जाँदाखेरि महिलाहरू सब गइसकेका हुन्थे, हेर्न पनि नपाउने। यो थियो। अहिले ओशोपछि अहिले परिवर्तन आएको छ, नत्र यो सबै आश्रममा यस्तै थियो। सत्य साई बाबाको आश्रम पुट्टपर्थीमा र बेङ्गलोरमा उहाँको दुईवटा आश्रममा मैले उहाँको दर्शन गर्ने मौका पाएँ। ठुलो हल र त्यसमा हजारौँ मान्छे आउँथे। प्रवचन त्यो बेला उहाँको दर्शन बिहान र बेलुका मात्रै हुन्थ्यो। त्यो बेला दर्शन भइरहेको थिएन। प्रवचन त उहाँ दिनै हुन्थेन, दर्शन हुन्थ्यो र अलिकति भजन कीर्तन हुन्थ्यो, तर प्रवचन उहाँ दिनुहुन्थेन। म चाहिँ दिउँसो चाहिँ एकचोटि हल कस्तो छ, ठुलो हल थियो, धेरै मान्छे अटाउने। एकचोटि हेरौँ कस्तो हलको भनेर म गएँ। खाली थियो हल, मलाई त थाहा थिएन। त्यो हलमा पहिलो दिन थियो। हलमा गएपछि पछि आएर त्यहाँको व्यवस्थापकले मलाई बेसरी गाली गर्नुभयो। तपाईँ कहाँ टेक्नुभयो? मैले त हल त खाली छ, म त हल हेरिरहेको छु। इन्जिनियरिङ पोइन्टले म इन्जिनियर हुँ, कसरी हल बनाए, यत्रो ठुलो हल, लाख मान्छे अटाउने हल बनाउनु भएको छ, गजब छ, कस्तो छ त्यही हेर्न आएको म हेरिरहेको छु। उहाँले गाली गर्नुभयो। उहाँले तपाईँ कहाँ टेक्नु भएको छ? यो हलमा हेर्नु नि, रातो लाइन छ होइन, रातो लाइनको यतातिर महिलाहरू बस्ने, यतातिर पुरुष बस्ने होइन। तपाईँ चाहिँ महिलातिर बस्नेमा टेकिराख्नु रहेछ। मैले भने अहिले त कोही महिला छैन, हल खाली छ।
महिलाहरू भए पो लाग्यो मान्ने कुरो थियो। अहिले त हल खाली छ, म त खालि हलको मेरो देखिराखेका छु। उहाँले बेसै गाली गर्नु, होइन तपाईँले त्यहाँ टेकेर त्यो ठाउँ तपाईँले अशुद्ध गरिदिनु हो। मैले माफी मागेर त्यहाँबाट यस्तो कन्सेप्ट थियो। गेट पनि आश्रमको गेटमा, साईं बाबाको बेङ्गलोरको आश्रमको गेटमा दुईवटा गेट थियो। एउटा पुरुष प्रवेश गर्ने गेटै अर्को, मेन गेट, स्त्री प्रवेश गर्ने गेटै फरक फरक। त्यस्तै जुन बेला प्रोग्राम भइरहेको थिएन, गेट दुइटै गुट खाली थियो। मलाई त्यो थाहा थिएन, पहिलो दिनको मेरो अनुभव। म चाहिँ सरासर जुन पहिलो गेट थियो त्यसबाट प्रवेश गरेँ। भित्र गएपछि त्यहाँ गार्ड चाहिँ भित्र बसिरहेको थियो, दौडेर आयो गार्ड, गाली गर्यो बेसरी, किन यो गेटबाट प्रवेश गर्नु? मैले गेट खुला थियो, म आएँ, होइन जानुहोस्, यो महिलाहरूको प्रवेश गर्ने गेट हो। मैले भने अब त म आइहालेँ भित्र, अब त जो गल्ती थियो भइहाल्यो, अबदेखि म आउँदैन भने उनले गार्डले भने हुँदैन, तपाईँ त्यही गेटबाट बाहिर जानुहोस् र पुरुषहरू आउने गेटबाट भित्र बस्नु। ओशोको आगमन पूर्व आश्रमहरूको तपाईँ कल्पना गर्न सक्नुहुन्न। म नाम लिन, एक आश्रममा म दीक्षित थिएँ। त्यो आश्रमको नियम के थियो भने त्यहाँ जुन किचन थियो त्यसमा 2 छाके खाना के पाइन्थ्यो भने दाल, भात, हरियो खुर्सानी र नुन। तरकारी कहिले हुँदैन, अचार चटनी के पनि हुँदैन, दाल भात हरियो खुर्सानी र नुन। अनि पहिलो दिन त खाएँ, मैले पछि फेरि राति पनि त्यही 2 छाक पाइने। ब्रेकफास्ट थिएन, लन्च र डिनरमा दाल भात नुन खुर्सानी। अनि पहिलो दिन खाएपछि मैले चाहिँ म व्यवस्थापकलाई सोधेँ, यहाँ तरकारी पाइँदैन खानालाई? उहाँले भन्नुभयो किन पाइँदैन? पाइन्छ, वर्षमा जुन दिन गुरुजीको जन्मदिन छ त्यो दिन तरकारी पाइँदैन। बस 365 दिनमा 1 दिन तरकारी पाइन्थ्यो। अहिले तपाईँहरू सुनेर हाँस्नुहुन्छ होइन? 364 दिन चाहिँ दाल भात नुन खुर्सानी। मलाई त्यो बेला म रोटी खान्थेँ, रोटी खानेको चलन थियो। मैले भने मलाई भातको सट्टा रोटी दिनुहोस् न, रोटी दाल। उहाँले भन्नु यहाँ रोटी पाक्दैन, सबै भात खान्छ। रोटी खानेलाई के गर्नुहुन्छ भने रोटी खानेलाई हामीले पिठो दिन्छु, तपाईँ आफै पकाएर खानुहोस्। त्यसलाई मेरो रोटी खाने एकदम 2 थाके रोटी खान्थेँ त्यो बेला। भात खाँदिनँ, 7 दिनको कार्यक्रममा गएको 7 दिन यो भात र नुन खुर्सानी त खान गाह्रो हो नि, होइन? खानै सकिँदैन। हरियो खुर्सानी नुन दाल भात। अब गुरुजीको बर्थडे कहिले आउँछ? तरकारी पिठो जति लिए पनि हुन्छ, पिठो अब मैले कहाँ पकाउने पिठो लिएर त्यो। एउटा आश्रमभन्दा टाढा अलि चिया पसल थियो, त्यो चिया पसलसँग मैले एग्रिमेन्ट गरेँ। मैले के भने मैले चाहिँ पिठो ल्याएर तिमीलाई दिन्छु, मलाई चाहिँ रोटी बनाइदेऊ, तरकारीको म पैसा दिन्छु, तरकारीको एक्स्ट्रा पैसा दिउँ ल, पिठोको रोटी बनाइदियो भने त्यो पसलेले चाहिँ
पिठो दिन्थ्यो, उसले रोटी बनाइदिन्थ्यो तरकारीको पैसा तिरेर। यस्तो नियमहरू धर्मको चाहिँ अलिक अजीब अजीब अचम्मको नियम सुन्नु हो भने विश्वास गर्न गाह्रो हुन्छ। ओशो पछि अलिकति धर्मको जगतमा अलिकति लिबर्टी आएछ। ओशोको अब शरीर छोड्नु भएकै 35 वर्ष भयो। अब गुरुहरूले केही गुरु देख्छु, धेरै त होइन, केही गुरुहरूलाई देख्छु। शङ्कराचार्यहरूले त अहिले पनि पुरानै प्रफिट हो छ, उहाँ चेन्ज हुनु भएको छैन। त अरू केही गुरुहरूले अब प्रवचनमा सद्गुरुले जोक्स भन्नुहुन्छ। अनि गुरुहरूले कसै गुरुले अब नचाउनुहुन्छ, नाच्ने नचाउने चाहिँ खालि कृष्णको जुन भक्तहरू थिए उनीहरूमा थिए नाच्ने नचाउने। त्यो पनि खालि कृष्ण भजनमा, अरू म्युजिक बजाउन पाउँथेन। तर अरू कुनै आश्रममा नाच्न नचाउने चाहिँ थिएन। अस्ति प्रवचन हामीले सुने, कृष्णमूर्तिले ओशोको भयङ्कर गाली गर्नुभएको थियो कि भने उहाँ नचाउनुहुन्छ, यहाँ पहिल्यै भन्नुभयो, गाली गर्नुभएको थियो, यहाँ नाच्न पाइँदैन मेरो आश्रममा, इन्टरटेनमेन्टको आश्रम होइन। अहिले धेरै गुरुले ओशो पछि धर्मको जगतमा व्यापक परिवर्तन भएको छ। तपाईँहरूले त्यसलाई बिस्तारै अनुभव गर्नुहुन्छ। ओशो आएपछि धर्मको जगतमा व्यापक परिवर्तन भइरहेछ होइन। टाइम लाग्छ। गुरुहरूले अब हँसाउन थाल्नुभयो, शाकाहारी जोकहरू गर्नुहुन्छ। ओशो जस्तो वाह चाहिँ भन्नुहुन्न। चार साइज भन्नुभयो नि, उसले स्मल, मिडियम, बिग एन्ड वाह। यस्तो कुनै गुरुले आँट गर्नुहुन्न अहिले गर्नलाई, तर हँसाउनु अहिले केही गुरुहरूले जोक गर्न थाल्नु भएको छ। केही गुरुले चाहिँ नचाउनु पनि थाल्नु भएको छ। पहिला जब ओशोले नृत्य ल्याउनु भयो, बडो आश्चर्य, किन नाच्ने त चलनै थिएन नि। गुरु कहाँ गएपछि त चुप लाएर बस्ने, प्रवचन सुन्ने, गुरु पनि गम्भीर हुने, शिष्य पनि गम्भीर हुने, ढोक्ने निस्किने, यो चलन थियो। ओशोले प्रवचन दिएपछि 5 मिनट भन्नुभयो कीर्तन गरौँ पहिला सुरुमा। अनि एउटै कीर्तन थियो त्यो बेला, म्युजिक थिएन। ओशोको म्युजिक गोविन्द बोलो हरि गोपाल बोलो एउटा कीर्तन थियो। उहाँको 2-3 भक्तले गाउँथे, गोविन्द बोलो हरि गोपाल बोलो, भगवान भन्नुहुन्थ्यो नाचो नाचो, कोही नाच्थेन, लाज लाग्थ्यो। यहाँ पनि जब नयाँ मित्रहरू आउनुहुन्छ अनि हामीले जब जोडले नाच्छौँ उनीहरूलाई गाह्रो हुन्छ नाच्नलाई पहिलोचोटि, कोही नाच्थेन। अनि ओशो आफै उठेर चाहिँ भन्नुहुन्थ्यो, अरे त्यो मुर्दा हो क्या, उठो, पैर पे लकवा लग गया है, नाचो भनेर आफै ताल दिनुहुन्थ्यो। बडो मुस्किलले उहाँलाई हामीलाई नाच्न सिकाउनु भयो। गुरुको अगाडि कसरी नाच्ने, गुरुको अगाडि त सब गुरुको अगाडि पनि नाच्न सकिन्छ। यस्तो चलन थियो होइन। भयानक परिवर्तन ओशोले ल्याउनु भएको छ। अब धेरै गुरुहरू कीर्तन गर्न थाल्नुभयो, नाच्न एलाउ गर्नुभयो। पहिला त्यही गुरुहरूले पनि नाच्न, त्यही धर्ममा पनि नाच्न एलाउ थिएन। म जुन धर्महरूमा पहिला अनुभव भनिरहेको छु, अहिले त्यो धर्महरूमा पनि अलिक कीर्तन गर्ने, नाच्ने। त्यो ओशोले धर्मको जगतमा एउटा नयाँ अध्याय ल्याउनु भएको छ। ओशो पछि अब धर्म त्यही रहँदैन जो पहिलो थियो। अब मान्छे हाँस्छन्, गुरुहरूले पनि जोक गर्न थाल्नुभयो, नाच्न थाले मान्छेहरू। र सबै आश्रममा त अहिले भइसकेका छैन, अहिले पनि डोडी हुन्छ, रातो डोडी, एकतिर मेल एकतिर फिमेल होइन। तर कुनै आश्रममा चाहिँ यसरी सँगै पनि बस्न सकिन्छ। अहिले पनि आश्रमहरूमा सनसेट पछि पुरुषले स्त्रीलाई हेर्न पनि पाउँदैन। कुरा गर्ने हो, सूर्य उदाएसम्म गर्ने हो।
सूर्यास्त आएपछि विश्वास छैन। मेल कोठा अर्कैतिर हुन्छ, फिमेल कोठा त्यो नियमै छ। अहिले स्टिल द रुल प्रिभेल्स, अहिले पनि छ यो रुल कि सनसेट पछि पुरुषले स्त्रीलाई हेर्न पाउँदैन, कुरा गर्न पाउँदैन। यस्तै एउटा आश्रमको घटना सुनाउँछु। म स्टुडेन्ट थिएँ, त्यो आश्रममा म नाम भन्दिनँ, न त मलाई पिट्छन् उनीहरूले होइन। एक आश्रममा म स्टुडेन्ट थिएँ, थाहा थिएन, खोज्दै 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 एउटा आश्रममा गएँ। वहाँ पर दीक्षा लिएँ। दीक्षा मतलब जान थालेँ, त्यो उनीहरूको क्लासहरू हुन्छ, क्लास गर्न थालेँ। अनि त्यो बताए कि सनसेट पछि तपाईँहरूले चाहिँ फिमेल हेर्न पाउनुहुन्न, मेल डिपार्टमेन्ट अलग छ, फेल डिपार्टमेन्ट अलग छ। त्यो बेला त्यो आश्रम धेरै रिच थिएन, अहिले त त्यो आश्रम धेरै रिच भइसकेको छ। अहिले पनि नियम त्यही छ, अहिले आश्रम रिच भइसकेको छ। बिल्डिङै अलग हुन्छ, फिमेल सेक्सन मेल सेक्सन अलग हुन्छ। त्यो बेला त्यति आश्रम थिएन, एउटै बिल्डिङ थियो। तर बस्न चाहिँ सनसेट भएपछि खानापिना सबै अलग हुन्थ्यो। दुईतिर फेरि बिहान सूर्योदय भएपछि मात्रै भेट्न पाउने, कुरा गर्न पाउने, ध्यान गर्न। सनसेट भएपछि अलग। बिचमा के थियो भने एउटै बिल्डिङ थियो, त्यो बेला त्यो आश्रम त्यति रिच थिएन। अनि बिचमा चाहिँ कोलेप्सिबल गेट हुन्छ, तपाईँले देख्नु फलामको कोलेप्सिबल गेट, त्यो हेर्नु देखाएको छ कोलेप्सिबल होइन? कस्तो हुन्छ नि त्यो अरू भन्दा मतलब डन्डीको यस्तो यस्तो गेट हुन्छ, त्यो गेट लगाएर ताजा लगाइदिन्थ्यो। यता बेलुका भएपछि उता फिमेल उता जाऊ, मेल यता जाऊ, बिचमा ताजा लगाइदिन्थ्यो। कुरा गर्न त एलाउडै थिएन। लुकी छुपी कोही आयो भने देख्यो भने पनि देख्न सकिन्थ्यो, किनभने उताबाट हिँडेको माझीहरूले पनि देख्न पाउँथ्यो, उनीहरूले पनि हाम्रो देख्न पाउँथ्यो। तर बेडमा कोलेप्सिबल गेट थियो। त्यो आश्रममा मेरो अनुभव के छ भने केही दिनपछि एकजना माझी चाहिँ प्रेग्नेन्ट भइदिनु भयो। बडा हङ्गामा भयो, ठुलो पाप भयो, त्यो महा ठुलो पाप भयो। यो कसरी भयो होइन? राति त भेट्नै पाउँदैन। ढोका ताल्चा बन्द हुन्छ। अब कसरी त्यो प्रेग्नेन्ट कसरी आए? बाहिर कुरा नगर भने हामीले यो कुरा बाहिर जानु भएन होइन? त्यो भित्र इन्क्वायरी हुन थाल्यो, कसरी भयो है? त्यो माझीले दिनमा कोही बोयफ्रेन्ड बनाएछ कि बाहिर होइन? अनेक इन्क्वायरी, कोही यहीँकै मान्छेहरू पनि दिनमा गएर भेटेको छ कि भनेर धेरै गहिरो इन्क्वायरी पछि के भिड गऱ्यो भने उनीहरू अब जो युवा थिए उनीहरूमा प्रेम भयो। अब प्रेम भएपछि काम वास्ता जाग थिए। राति सबै सुतिसकेपछि दुईतिर कोलेप्सिबल गेटको दुईतिर हाँस्नुहुन्छ अहिले? दुईतिर आएर प्रेम गर्छ। म एउटा इक्जाम्पल दिइरहेको छु। ओशोको बुझ्नु कत्रो विद्रोह ओशोले त्यो धर्मको जगतमा गर्, तपाईँहरूले त्यो देख्नुभयो। अहिले पनि पुरानो आश्रमहरूमा जानुहोस्, यही नियम छ। अहिले पनि अधिकांश आश्रममा यही नियम छ। ओशो पछि केही परिवर्तन त आइरहेछ। केही त्यो नयाँ गुरुहरू हुनुहुन्छ, उहाँहरू अलिकति लिबरल भइराख्नु भएको छ। त पुराना जुन सम्प्रदाय गुरुहरू छ त्यसमा यही नियम छ। कस्तो कठोर नियम!
दीक्षा लिएपछि श्रीमतीलाई आफ्नो श्रीमतीलाई राखी बाँध्नुपर्ने बहिनी भन्नु। अनि एउटा भगवानले भन्नुभएको छ घटना, एउटा आश्रममा यस्तै थिए, दुईजना श्रीमती अलग अलग कोठामा बस्थे। गुरुले भन्नुभएको थियो अलग अलग कोठामा बस्छ, अलग अलग कोठामा बस्थे। अनि मान्छेले सोधेछ के तपाईँ अलग अलग कोठामा बस्नुहुन्छ त युवा हुनुहुन्छ, तपाईँलाई चाहिँ प्रेम गर्न मन लाग्दैन? अनि श्रीमानले भनेछ कहिलेकाहीँ चाहिँ लाग्छ। अनि के गर्नुहुन्छ त्यस्तोमा? उनले सिटी देखायो, म एउटा सिटी राखेको छु, त्यो सिटी बजाउँछु, श्रीमतीले सुन्छ अनि आउँछ, अनि प्रेम गर्छ। उनले त्यो त बुझे तपाईँलाई कहिलेकाहीँ मन गरेपछि सिटी बजाउनुहुन्छ। त श्रीमतीले मन गरेपछि के गर्छ? उसलाई पनि त कहिलेकाहीँ मन गर्छ होला शेष गर्दा। उसले के गर्छ? उसले ढोकामा आएर सोध्छ, ए तिमीले सिटी बजाएको हो? मेरो एकदम एकजना मिल्ने साथी आध्यात्मिक हुनुहुन्थ्यो, उहाँ यस्तै आश्रममा जानुभयो। अनि म ओसोमा लागेँ, हाम्रो पुरा फ्रिडम होइन, उहाँहरूको त अनुशासन बहुत कडा अनुशासन। अनि सन्यासी हुनलाई नियम अहिले पनि छ, धेरै आश्रममा 12 वर्ष ब्रह्मचारी बस्नुपर्छ, अनि मात्रै सन्यासी हुन सक्छ। तपाईँ त 7 दिन बस्नु गाह्रो शिविरमा 7 दिन कठिन हुन्छ। उनीहरूको 12 दिन चाहिँ 12 वर्ष ब्रह्मचारी भएर सेतो वस्त्र लाउने। पहिला सन्यास लिने इच्छा छ भने त्यही दिनदेखि अरू वस्त्र छोडिदिनु पऱ्यो, सेतो वस्त्र लाउने, ब्रह्मचारी डिक्लेयर हुने। 12 वर्ष पुगिसकेपछि अनि गुरुले हेर्नुहुन्थ्यो अनि दीक्षा दिनुहुन्थ्यो। म त यता ओसोमा लागेँ, म त हामी कहाँ त कुनै उयो थिएन, ओसोले दीक्षा दिइहाल्नु भयो। पुनः आश्रममा गएपछि दीक्षा दिइहाल्नु भयो। मेरो साथी जुन अर्को उसमा जानुभएको थियो, उनीहरूले कुर्नु पऱ्यो। 12 वर्ष भएपछि बडो खुसी हुनुभयो, अब दीक्षा पाइन्छ। मेरो खुब मिल्ने साथीहरू हुन्थ्यो, अब दीक्षा पाइन्छ भनेर। फेरि अहिले पनि छ नियम, तपाईँहरूले जति यहाँ सजिलो दीक्षा हुन्छ त्यतिकै यसको भ्यालु दिनुहुन्न। यहाँ दीक्षा लिनेलाई अहिले पनि धेरै आश्रमको नियम के छ भने, दीक्षा यहाँ नेपालमा बस्ने व्यक्तिले पनि दीक्षा कुनै सम्प्रदायको पन्जाबमा हेडक्वार्टर छ, दीक्षा लिनेलाई पन्जाबै जानुपर्छ। कुनैको बङ्गालमा छ, उनीहरूको गुरुले काठमाडौँमा दीक्षा दिने अधिकार छैन, उनीहरू बङ्गालै जानुपर्छ दीक्षा लिन, सन्यास अनि जसको जहाँ हेडक्वार्टर छ। अनि त्यो साथी चाहिँ जानु दीक्षा लिनलाई 12 वर्ष पुग्यो, खुसी हुनुहुन्थ्यो, अब म चाहिँ दीक्षा लिन्छु पाउँछु भनेर खुसी भएर जानुभयो। 1 महिनापछि फर्केर आउनुभयो, मुख एकदम अँध्यारो थियो, सेतै वस्त्र लगाउनु भएको थियो। मैले भने के हो दीक्षा लिनु भएन? दीक्षा उहाँले भन्नुभयो दीक्षा पाइएन। भने किन पाइएन, के हो? तपाईँको त 12 वर्ष ब्रह्मचारी भइसक्नु भएको, सबै नियम पालन गर्नुभएको छ, प्याज लसुन खानुहुन्न, अनेक नियम छ, त्यो सबै नियम पालन गर्नुभएको छ।
के भएछ भने जाँदाखेरि ट्रेनमा उहाँले चाहिँ ट्रेनमा अब महिलाहरू पनि गइरहेको थिए, पुरुषहरू पनि गइरहेको थिए ट्रेनमा। अब आश्रमको जो नियम छ कि सूर्यास्तपछि महिलासँग कुरा नगर्ने। अब ट्रेनमा जाँदाखेरि एउटै ट्रेनमा गइराखेको छ होइन। उहाँले चाहिँ अब त्यो गुरुलाई कसैले शिकायत गर्दैछ, एक चुगलखोरहरू हुन्छन् यस्तामा त देखिराखेका हुन्छन्, कसले के गर्यो भने ईर्षावाला एकजनाले वहाँ गएर दीक्षा लिँदाखेरि गुरुलाई एकजनाले चुगली गर्दैछ कि वहाँ ट्रेनमा आउँदाखेरि राति सूर्यास्त भएपछि पनि अब एउटै ट्रेनमा बसिया छ, एउटै कम्पार्टमेन्टमा बस्यो, त कुरा गर्न नपाउने होइन। त सूर्यास्त भएपछि पनि एउटा महिला साधिकासँग उहाँले चाहिँ कुरा गर्नुभयो। गुरु चाहिँ साह्रै रिसाए, भन्नुभयो म त सबै नियम पालन गरिरहेको छु, अब ट्रेनमा आउँदाखेरि अब के गर्ने, ट्रेन छ अब एउटै कम्पार्टमेन्टमा बसेको छ। अनि गुरुले भन्नु होइन, अब 6 वर्ष अर्को चाहिँ 12 वर्षको सजाय दिन्न, म 6 वर्षको सजाय दिन्छु। यस्तो धर्मको अहिलेसम्म यो नियम छ, अहिलेसम्म आजसम्म यस्तो नियम छ। अब यस्तो धार्मिक जगतमा ओशोलाई कसरी बुझ्ने मान्छेले, त्यसैले ओशो अबुझ हुनुहुन्छ। ओशोलाई बुझ्ने प्रतिभा र खुला मस्तिष्क भएको व्यक्ति संसारमा धेरै कम छ। सुरुमा जो हामी दीक्षा लिएर आए भगवानको, त्यो बेला यति भगवान ओशोप्रति चाहिँ भ्रम थियो नेपालमा, सेक्स गुरुको बारेमा, यिनीहरू जे पनि खान्छन्, जे पनि व्यवहार गर्छन्, म त पहिलो सन्यासी थिएँ नेपालमा, धेरै वर्षसम्म एक्लै सन्यासी रहेँ यहाँ काठमाडौँमा। त्यो आफ्टर इष्टमित्रको घरमा पनि बोलाउँथेन, किन यिनीहरूको कुनै क्यारेक्टरै छैन भन्थ्यो। यिनीहरू बोलाउनु हुँदैन त, यिनीहरू त छाराबारी हुन्, महिला देखेपछि अट्याक गरिहाल्छन्। यस्तो धारणा थियो होइन। आफ्नो मिल्ने साथीहरूले पनि बाहिर भेट्थ्यो, घरमा बोलाउँथेन। ओशोप्रति यस्तो काठमाडौँमा मान्छेले ढुङ्गा हान्थे, पाखण्डी सन्यासी भनेर ढुङ्गा हान्थे हामीमाथि। किनभने ग्यारिक बस, हामी त्यो ग्यारिक बस कम्पल्सरी थियो, ग्यारिक बस लगाएर हिँड्थे, माला लगाएर हिँड्थे। सबैले पाखण्डी सन्यासी आयो भनेर हेला गर्थे। मलाई धेरै वर्ष लाग्यो ओशोलाई बुझाउनलाई। आज त नेपालमा जति ओशो प्रतिष्ठित हुनुहुन्छ त्यति विश्वमा कहीँ पनि हुनुहुन्न। यसको पछाडि हाम्रो सन्यासीहरूको 50 वर्षको साधना, समझदारीले गर्दाखेरि आज ओशो नेपालमा विश्वमा अरू कुनै कन्ट्री भन्दा पनि बढी नेपालमा पपुलर हुनुहुन्छ। नेपालीहरू बढी ओशोले हरेक महिना तपोवनमा मात्रै 100 जना नयाँ सन्यासी थपे। हरेक शिविरमा 30-35 जनाले सन्यास लिन्छन्। 3 शिविर तपोवनमै हुन्छ, वर्ल्डमा कहीँ हुँदैन। एक शिविर लुम्बिनीमा महिनामा हुन्छ, एक पोखरामा हुन्छ, त्यसमा पनि अरू कम्युनहरूमा हुन्छ। 100 लगभग 100 त प्रत्येक महिना तपोवनमै दीक्षित हुन्छन् र अरू कम्युनहरूमा जोड्यो भने अझ बढी हुन्छ। यत्रो सङ्ख्यामा दीक्षा कहीँ भइरहेको छैन र यत्रो सङ्ख्यामा शिविरको अहिले कन्सेप्ट के छ भने 3 दिनको शिविर। शिविर मतलब ओशोको शिविर 3 दिन। पहिलो दिन इन्डियामा म शिविरहरू गति हेरेको छु, ल्याएको पनि छु शिविर। 3 दिनभन्दा बढीको शिविर गर्ने कोही मान्दैन। 3 दिनको शिविरमा पहिलो दिन मान्छे आउँछन् 12-1-2 बजेसम्म आइराख्छन्, आधी दिन त्यसै जान्छ। आएपछि फेरि सबैसँग
भेट्नु पर्यो, कुरा गर्नु पर्यो, गफ गर्नु पर्यो, माझीहरूलाई हक गर्नु पर्यो। आधा दिन त्यसमा जान्छ। अनि दोस्रो दिन ध्यान हुन्छ, थर्ड डे त जानु छ भने बिहानदेखि नै प्याकिङ सुरु हुन्छ। 10 बजे 12 बजेसम्म सबै गइसक्यो हुन्छ। 3 दिनको शिविरमा पनि राम्रोसँग ध्यान चाहिँ 1 राति दिन हुन्छ। 3 दिनको शिविर। यहाँ हामीले 7 दिनको शिविर महिनामा 4वटा लगाइरहेछौँ तपोवन। त्यो तपाईँहरूले सुन्दाखेरि तपाईँलाई आश्चर्य लाग्दैन, किन तपाईँले अर्को पक्ष देख्नु भएको छैन। न कसैलाई आश्चर्य लाग्छ, न कसैले धन्यवाद दिन्छ, किन अर्को चाहिँ पक्ष त मान्छेले देखेकै छैन नि, होइन। कुन सङ्घर्षबाट नेपालमा ओशो एस्टाब्लिस हुनुभएको छ। र एक प्रकारले ओशोको सबभन्दा सक्रिय केन्द्र अहिले तपोवनै बनेर आएको छ बिस्तारै। विश्वभरिका मान्छे आइरहेछन्। दीक्षा त यहीँ मात्रै रेगुलरली यसरी दीक्षा कहीँ भइरहेको छैन। फिक्स डेट छ यहाँ, 8 तारिक, 18 तारिक र 29 तारिक इङ्ग्लिस महिनाको हरेक महिनामा दीक्षा हुन्छ। 30 को आसपासमा दीक्षा मान्छे लिन्छन् अरू कम्युनहरूमा। त्यस कारणले यो हेर्दाखेरि तपाईँहरूले जब यसलाई कन्ट्रास्टबाट तुलना गर्नुहुन्न, तबसम्म तपोवनको योगदान र तपोवनको महत्त्व बुझ्न सक्नुहुन्न। अरू आश्रममा गएर हेर्नु, अहिले पनि गुरुको अगाडि हाँस्न सकिँदैन, बोल्न सकिँदैन। गर्लफ्रेन्डदेखि आफ्नो श्रीमतीलाई नै कुरा गर्न सकिँदैन। ओशो इस जगतमा, धर्मको जगतमा एक नयाँ अध्याय, he is a new chapter, he has brought a new culture. And after Osho, as we say that Jesus has divided the history, because say before Christ BC and after Christ AD. Similarly, after some time, the religion's calendar will be also divided in 2 parts. Before Osho, religion has different principle, and after Osho, religion has a different color. अर्कै कलर हुने वाला छ। म धेरै बोल्यो भने तपाईँ सुत्नुहुन्छ, त्यस कारणले आजको बैठकले पुरा गरौँ। सानो भजन सूत्र बजाएर बैठक पुरा गरौँ।